फुकुओका टावर अगाडि चाबी लगाएर राख्ने ठाउँ। हाई गाइज, वेलकम टु माई च्यानल। मेरो नाम चाहिँ रोजिना मल्ल हो। हजुरहरूले यो भिडियो हेरिरहनु भयो भने लास्ट महिना हेर्नु होला। आज हामी फुकुओका जाँदैछौँ नेपाली फेस्टिभलमा। अनि आज हामी फुकुओका टावर पनि घुम्न जाँदैछौँ। गाइज अहिले म निस्किसकेँ। अहिले हामी साकुरामा चाहिँ जाँदैछौँ फुकुओका। अहिले चाहिँ म जापानको कुमामोतो भन्ने ठाउँमा छु। यहाँबाट चाहिँ सिनकानसेनमा फुकुओका जाने हो भने चाहिँ आधा घन्टामा पुगिन्छ र बसमा चाहिँ 2 घन्टा लगभग लाग्छ। अहिले हामी बसमा जाँदैछौँ। सो गाइज अहिले हामी साकुरामा चाहिँ आइपुग्यौँ। अहिले चाहिँ हामीले फुकुओका जाने बसको टिकट काट्दैछौँ। यहाँबाट फुकुओका जानलाई चाहिँ एकजनाको भाडा 2500 लाग्दो रहेछ। अहिले चाहिँ हामीले 2 जनाको टिकट काटिसक्यौँ। यो चाहिँ मेरो टिकट हो। गाइज हामी अहिले हाकाता स्टेसनमा आइपुग्यौँ। एकदम हावाहुरी लगाइरहेको छ। सो अहिले हाकाताको मौसम भने एकदमै हावा लगाइरहेको छ। यस्तो फेरि हावा चल्छ भनेर सोचेको नि थिइनँ। ओह माई गॉड, एकदम जाडो भइरहेको छ। के साह्रो हावा चलेको। हामी यहाँ फुकुओका टावर अगाडि आइपुग्यौँ। यहाँनिर चाहिँ यहाँ गणेश भगवानको मूर्ति अनि यहाँ धेरै विभिन्न भगवानहरूको मूर्तिहरू यसरी सजाएको रहेछ। नमस्ते, म चाहिँ अजय एके तामाङ। अनि आज चाहिँ हामी यो कुमामोतोबाट आउँदै गरेको बेला फुकुओका टावर चाहिँ हामी यो भिजिट गर्न गएको छौँ। माथि जान्छौँ अनि तपाईँहरूलाई माथिबाट यो सिन देखाउँछौँ। ओके, आज कति राम्रो देखिनु भयो क्या। ल यो त हजुरको सबै ड्रेसअप देखाइदिउँ। ल राम्रोसँग हेर्नु। सो गाइज अहिले हामीले फुकुओका टावरको टिकट रिसिभ गरिसकेछौँ। सो गाइज यहाँमा त्यस्तो एनिमेसन भन्छ जस्तोलाई होइन, लाइट भन्छ हो। अहिले हामी फुकुओका टावरको टप फ्लोरमा छौँ। वाउ, यहाँको सिन हेर्दा त आमा यस्तो दामी छ। फलो मी। अब यहाँ चाहिँ मायाको के राख्ने हो? अब आफ्नो कमेन्टहरू लेख्ने होला होइन। आफूले चाहिँ अब फुकुओका टावर कस्तो लाग्यो भनेर यस्तो पेपरमा कमेन्टहरू लेखेर यसरी मतलब केही टाल्ने रहेछ, कसले के भन्ने रहेछ। सबै अब निहोङ्गोमा लेखेको रहेछ। अब निहोङ्गो वा जेन वकारिमासेन गारा चाहिँ इङ्ग्लिसमा रहेछ। यो चाहिँ साजान बोट। थ्याङ्क यू सो मच। ल साजन हेर्दैछौ अनि यो भिडियो तिम्रो लागि। वाउ, यहाँनिर चाहिँ सीहरू उमी निहोङ्गोबाट उमी भन्छ। उमी एकदम क्लियर देखिन्छ। यहाँभन्दा उता चाहिँ साउथ कोरिया होइन। वाउ, के हो त्यो सानो है? के हो, रिसोर्ट हो र? मेबी हुनसक्छ है, तर कस्तो राम्रो है। वाउ। सो गाइज यहाँनिर चाहिँ यो फुकुओकाको बस्तीहरू छ। डर लाग्छ। त्यहाँनिर चाहिँ सानो घर, एउटै लेभलको घर छ। त्यहाँनिर बिचमा चाहिँ रोड छ। नेपाली बस्तीहरू त्यो त्यस्तै।
सबै बिल्डिङहरू मात्रै छ। यो हामी कुन फ्लोरमा हो बाबु? 53? सो गाइज अहिले हामी 53 को टप फ्लोरमा छौँ। सो गाइज अहिले हामी जापान भइरहेको सबसे टप 3 मा पर्ने टलेस्ट बिल्डिङमा छौँ। त्यो हजुरलाई कस्तो फिल भइरहेको छ? यसको नाम के ल भन्ने फुकुओका टावर। गाइज उनीहरूमा फोटो खिच्दैछन्। के भन्ने अब नेपाल मन्दिरतिर जाँदा पनि भेट्नुहुन्छ नि त्यस्तो। एउटा जोडी आएर चिनो ओमियागे जोडी आएर आफ्नो पार्टनरको लागि लामा आइको लागि विश मागेर यो चाबी लगाएर राख्ने ठाउँ। साँच्ची हो? साँच्ची हो। वाउ मेबी है। हेलो हामी अब हामी नेपाली फेस्टिभल अब त्यहाँ हामी जाँदैछौँ नेपाल फेस्टिभलमा। अब त्यहाँ गएर हामी रमाइलो। सो गाइज फाइनली हामी नेपाली फेस्टिभल फुकुओका 2025 मा आइपुग्यौँ। सो गाइज यहाँ सानो धरहरा पनि रहेछ। सो गाइज उहाँ चाहिँ प्रीति आलेमा गराउनुहुन्छ। अब उहाँले गाउनु भएको गीतमा अब हामी नाच्नेछौँ।
सो गाइज अब हामी घर फर्किँदैछौँ। आजको दिन चाहिँ एकदमै रमाइलो भयो। मेरो चाहिँ फर्स्ट नेपाल फेस्टिभल हो जापान आइसकेपछि। सो गाइज हामी फेरि हाकाता जानको लागि टिकट काट्दैछौँ। आज चाहिँ एकदमै नाचेको भएर एकदम थकाइरहेको छ। हाकाता पुगेपछि हामी बस चढेर कुमामोतो फर्किन्छौँ। हाकाताबाट चाहिँ कुमामोतो जानलाई फेरि 2 घन्टा लाग्छ। हामी जाने ट्रेन आइपुग्यो। टिकट राख्नुपर्छ र? फाइनली हामी आज दिनभरिको द डे अफ आवर के भन्छ डे अफ आवर नेपाली फेस्टिभल हामीले आज लगभग यो ठाउँबाट 109 किलोमिटर टाढा रहेको फुकुओका सहरमा गएर अहिले हामी फेरि आफ्नै सबैभन्दा ठुलो टावरतिर चढेर अनि पराकिलो ग्राउन्डमा गएर धेरै नाचेर फर्किरहेको छ। फुकुओका टावर इज द थर्ड टलेस्ट टावर इन दिस अफ द जापान। हाई अरे म फेरि यस भन्ने ठाउँमा। अब फाइनली आफ्नै सहरमा आइपुग्यो कुमामोतो सहरमा आइपुग्यो। हाम्रो आज स्केड्युल धेरै टाइट रहेको हुनाले हामी एकदम थकित छौँ। खुट्टा दुखिरह त्यही पनि एउटा बर्थडे कल पुरेर बस्नु भयो। अब हामी चाहिँ बर्थडे पार्टी अटेन्ड गर्ने पर्छ। अब हामी गएर अब त्यो भिडियोहरू पनि हामी पक्कै नै देखाउने छौँ हजुरहरूलाई। ओके, यहाँ चाहिँ लगेज छ। हल्का मौसम चिसो भइरहेको अवस्था छ। अनि तपाईँलाई पनि के अरे फुकुओका जान मन लाग्छ कुमामोतो बसिरहेको छ भने कसरी जाने के गरेर जाने हामीबाट सम्पर्क गर्नुहोस्। हामीलाई डिएम गर्नुहोस्। तपाईँलाई हामीले मजाले सिकाउनेछौँ र उहाँ मजाले बस्ने व्यवस्था पनि गर्न सक्नेछौँ। इक्पाको पनि गराउनेछौँ चिनेको होटेलमा। ल है त गाइज, अब हामी एकैचोटि बर्थडे पार्टीमा गएर भेट्छौँ। रन 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 कस्तो रहेछ अनि ल गर्नु न कस्तो आउँदो रहेछ। मलाई पो गर्नु भन्नुभयो। अब क्यामेरा अगाडि ल्याएर म पनि हल्का नभएको नर्भस भएछ नि फेरि। ल अनि कस्तो भयो तपाईँको आजको दिन? एकदम रमाइलो भयो। अब फेरि अब कहिले हो फुकुओका जाने थाहा छैन। 4 दिन जाने काम फेरि। अनि अब चाहिँ सी साइडतिर गएर सिप चढ्न मन लाग्छ मलाई। सिप चढ्न मन लाग्छ तपाईँलाई? सिप त फेरि नेपालमा फेरि गाउँतिर मान्छेहरूले चढ्छन् के अरे मा गर्ने सिप होइन कि ठुलो खालको सिप। ल ठिक छ। डक 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 डक। Happy birthday to you. Happy birthday to you. Sorry. Okay. 40 वर्षको धेरै धेरै ह्यापी बर्थडे त। तपाईँ देर्साको देर्सा हो के अरे बस्नु पर्यो कि मिस। लगभग जन्मेको जस्तै देखियो त। To you, happy birthday to you, happy birthday dear Sarita, happy birthday to you. 40औं वर्षको बर्थडेको धेरै धेरै शुभकामना दिन चाहन्छु मेरो आन्टीलाई। ल अनि त्यसपछि मै हो कि ठुलो मान्छे? ल है, यहाँ हो क्या मेन खाना दिनु भएको मान्छे चाहिँ। सो गाइज, अहिले हामी बर्थडे पार्टी सकेर घर फर्किँदैछौँ। यदि हजुरहरूले
मेरो भिडियो लास्टसम्म हेरिरहनु भएको छ भने please do not forget to like, share and subscribe my channel, and thank you for watching my video. Okay, bye.